र अहिलेको यस्तो भोलरेबल स्थितिमा जहाँ चाहिँ सबै उद्योगीहरू चाहिँ हतोत्साहित भएर उद्योगै बन्द गरेर सबै चाहिँ के अरे आयात गर्ने आयातमुखी अर्थतन्त्रमा चाहिँ इन्ट्रेस्टेड भएको स्थितिमा हामीले जनतान्त्रिक उद्योग चलाइरहेको छौँ। कमसेकम यसलाई चलाउने राम्रो इन्भाइरोमेन्ट कन्ड्युसिभ इन्भाइरोमेन्ट डेभलप गरौँ भन्ने हाम्रो भनाइ हो। सरकारी आँखा नै गलत हो। सरकारी आँखा नै गलत भयो। अब यो आँखाको अलिकति चाहिँ दृष्टि परिवर्तन गर्नलाई यहाँहरूले के पहल गर्नुपर्छ? अनि यो विषयमा हामीले बारम्बार अर्थ मन्त्रालयमा हरेकचोटि अर्थमन्त्री चाहिँ हुँदाखेरि चेन्ज हुँदा हामीले यो विषयमा लिखित रूपमा मौखिक रूपमा उहाँलाई भेटेर जानकारी गराएका छौँ। बजेटमा यो कुराहरू चाहिँ एड्रेस गरिन्छ भनिएको छ। अहिलेसम्म अनफर्चुनेटली 2-3 वर्षदेखि पूर्ण बजेट आएको छैन। आशा गरौँ यो नयाँ बजेटमा चाहिँ यो कुराहरूलाई सम्बोधन गरिनेछ र यो विषय यो पटक पनि हामीले यो विषय सबै कन्सर्न स्टेक होल्डर अथोरिटीहरूलाई हामीले यो विषय जानकारी गराएका छौँ। अब हामी त यति टायर्ड भइसक्यौँ, थाकिसक्यौँ कि अब हाम्रो कति यो विषयमा छलफल गरेर नि एक त मलाई लाग्छ जुन चाहिँ विषय छ नेपालको अर्थ मन्त्रालयको काम गर्ने पद्धतिसँगै हामी चाहिँ सन्तुष्टि छैनौँ। किनभने समग्र गभर्मेन्टको चाहिँ जुन चाहिँ काम गर्ने पद्धति छ त्यो नै यस्तो तपाईँको अनप्रोफेसनल वेले अगाडि बढिरहेछ कि त्यो विषयलाई एड्रेसै गर्न सक्ने स्थिति छैन। उद्योगको यो सबै समस्या हामीले अर्थ मन्त्रालयले भन्नुपर्ने विषय होइन, उद्योगले एड्रेस गर्नुपर्ने विषय हो। तर उद्योग मन्त्रालयको कुरा अर्थ मन्त्रालयले कहिल्यै सुन्दैन। अब आजको व्यापार आजको विश्वको चाहिँ बिजनेस भनेको प्राइस लेभलमा अडिया छ। वाइ चाइना किनभने त्यसको लागि प्राइस कम्पिटेटिभ छ। प्राइस कम्पिटेटिभ भनेको त्यसमा के इन्भल्भमेन्ट हुन्छ भने कस्ट अफ प्रोडक्सन हुन्छ, टेक्नोलोजी हुन्छ, त्यसमा लगाएको ट्याक्सहरू हुन्छ, ट्याक्स रिफर्म हुन्छ, ट्याक्समा चाहिँ दिने सब्सिडिज हुन्छ, गभर्मेन्टल चाहिँ इनिसिएटिभ हुन्छ। यो सबै कुराहरू कम्प्रिहेन्सिभ रूपमा आउँछ कि अब यो सबै धेरै चिजहरू त कसले एड्रेस गर्छ भने अर्थ मन्त्रालयले एड्रेस गर्छ। अर्थ मन्त्रालयभित्र मलाई लाग्छ त्यस्तो कुनै इकाइ पनि छैन र कुनै निकाय पनि छैन जसले नेपालमा कुन वस्तु उत्पादन हुन्छन् र कस्ता प्रकृतिका हुन्छन् र कुन चिजहरूलाई हामीले प्रोत्साहन गर्न सकिन्छ, कसले गर्दा अझ निर्यात बढाउन सकिन्छ। हाम्रै विषयमा निर्यात बढाउन सक्ने पोटेन्सियल छ नि। अहिले यत्रो बढ्दो व्यापार घाटा छ, यसलाई कसरी चाहिँ समाधान गर्न सकिन्छ? 6-7 अरब भए पनि हामीले गर्न सक्दैनौँ। यो विषयमा हामीसँग एउटा भनौँ न निर्यातमूलक उद्योग हो एक हिसाबले, हामीसँग कुनै किसिमको अन्तर्क्रिया कहिले पनि गरेन, कहिले छलफल गरेन। हामी छलफल जाँदाखेरि पनि त्यो विषयमा उहाँहरूले गौण राख्नु भएको छ। त्यही अझ अर्थ मन्त्रालयले के भनिरहेको छ भने अब तपाईँहरूको महासङ्घबाट आउनुहोस्, अब के अरे एफएनसिसीबाट आउनुहुन्छ, सिएनआईबाट आउनुहुन्छ, चेम्बरबाट आउनुहुन्छ भनेर पञ्चायती गरिरहेको छ। अब त्यो कुरा कस्तो भने अब नेपालको साँच्चै आर्थिक विकास हो भने साना इकाइसँगै छलफल गर्न जरुरी छ। साना इकाइहरू जस्तो हामी जस्तो साना यी सबैसँग छलफल गर्नु छ र सबैको यिनीहरूको उत्थान प्रोत्थान गर्नुपर्ने छ र हामीलाई भएको समस्या के हो डाइरेक्टली एड्रेस गर्नुपर्ने छ। हामीले अब हाम्रो प्रक्रिया कस्तो भने ठिक छ, अब हामीले मन्त्रीजीलाई भन्यो, सचिवजीलाई भन्यो यो विषय, तर उहाँहरूले त्यसरी पन्छाउँदै तपाईँको सुब्बासम्म पुर्याउनुहुन्छ। उहाँलाई यो उहाँको इस्युको प्रब्लमको सेयरै छैन, किन हामी उहाँलाई कहिले भेटेकै छैनौँ होइन। अब त्यसो भइसकेपछि त्यो काम गर्ने पद्धति नै भएन कि यो कुरा चाहिँ त्यो मन्त्री लेभलमा राख्नुपर्ने, सचिव लेभलमा डिसिजन मेकिङ राख्नुपर्ने विषय छैन। एउटा युनिट गर्नुहोस्, त्यो प्रोफेसनल युनिट हुनेछ। त्यो प्रोफेसनल युनिटले सबै निर्णय गर्न सक्ने क्षमता राख्नेछ र त्यो व्यवसायीसँग उद्योगीसँग त्यसले इन्ट्रेक्सन गरोस् र त्यसले गर्दाखेरि लङ टर्ममा नेपालको इन्डस्ट्रियल डेभलपमेन्ट नि हुन्छ, बिजनेस इन्भाइरोमेन्ट पनि बढ्छ। त्यो नै सस्टेनेबल ग्रोथको चाहिँ एउटा चाहिँ वे आउट हुनसक्छ। अदरवाइज अब हाम्रो देशमा के उत्पादन हुन्छ भन्ने नै थाहा हुँदैन। थाहा हुने भए त म सिम्पल कुरा दिन्छु नि, हाम्रो प्रिफर्ममा प्लास्टिकको प्याक गर्ने वस्तु भन्ने वर्गीकरणै गरिन्न थियो नि। त्यो नजाने अब धेरैचोटि इन्डाइरेक्टली अथवा अप्रत्यक्ष छलफलमा पर्दाखेरि यो त हो हामीलाई पनि जानकारी रहन्छ, अब नेक्स्टचोटि चाहिँ यसलाई करेक्सन गरिन्छ नि। जस्तो अब तपाईँको उत्पादन जस्तो नि, अब हुन त तपाईँको उत्पादनबाट न खानेकुरा न लाउने कुरा त देखिँदैन, तर हरेक व्यक्तिले खाँदाखेरि तपाईँको युज नै गरिरहेको हुन्छ। कन्ज्युमर कन्फिडेन्स इन्डेक्स जुन हुन्छ नि, हजुर, त्यो मापन गर्न चाहिँ तपाईँको प्रोडक्ट कति सेल भयो भनेर हेर्दा नि हुन्छ। अब हाम्रो युजर जुन छ नि, हाम्रो युजरले जो अल्टिमेट प्रोडक्ट गर्छ त्यसको लागि त हामीसँग स्पेसिफिक स्ट्याटिस्टिक डाटा हामी दिन सक्छौँ। नेपालमा कति चाहिँ सफ्ट ड्रिङ्क सेल भयो, कति चाहिँ
वाटर सेल भयो, कति डिस्टिलरिजको त्यो जुन हाम्रो पेट बोटल्सबाट प्रोडक्सन हुन्छ त्यो सेल भयो भन्ने कुराको हामीसँग स्ट्याटिस्टिक हुनसक्छ। होइन, यसमा त कर छल्ने विषय नै छैन। यो तपाईँले चाहिँ अब मानौँ तपाईँको 1 करोड डाटा दिनुभयो, उसको हिसाबमा चाहिँ त्यो अब सेल भएको कर त आएको हुन्छ नि त। हो, ठिक हो। तर अब यसमा के छ भने मलाई लाग्छ हामी जुन प्रोडक्सन हाम्रो उत्पादन हाम्रो फ्याक्ट्रीले त यसमा कर छर्ने कुनै सब्जेक्ट विषय नै हुँदैन। अब जसले बिक्री गर्नुहुन्छ, बिक्री गर्नेहरूले पनि मलाई लाग्छ त्यस्तो गरे, किनभने उहाँहरू आफै फुल चाहिँ ट्याक्सेसमा काम गर्न सक्छ। यो अरू देश विकसित देशहरूमा जस्तो अहिले कतिपय कुराहरू वातावरणसँग जोडिएर गरिन्छ, कतिपय कुरा चाहिँ सर्टेन सामग्रीहरू युज गर्दाखेरि र सर्टेन क्वालिटीको युज गर्दाखेरि दीर्घ खालका रोग लाग्ने कुराहरू आउँछन्। त्यस्ता कुराहरू डेभलप कन्ट्रीले फलो गरेको ट्रेन्ड, टेन्डेन्सी र प्रोसिड्युरहरू र तपाईँले युज गर्ने प्रोसिड्युर सबै सेम छ? म फर्चुनेटली काउन्सिल अफ इन्टरनेसनल प्लास्टिक इन्डस्ट्री एसोसिएसनको रिजनल कोअर्डिनेटर छु। मैले करिब 27वटा देश हेर्छु। अब यो खास गरी प्लास्टिक रिलेटेड प्रोडक्सनको इन्डस्ट्रीको एसोसिएसनलाई रिप्रेजेन्ट गर्छ, जहाँ चाहिँ 57वटा कन्ट्रिज मेम्बर छन् र 65 वर्ल्ड वाइड एसोसिएसन चाहिँ एक्टिभली त्यसमा एक्टिभ गरिरहेछन्। त्यहाँका भएका विभिन्न किसिमका इन्टरनेसनल गोष्ठी सभा सम्मेलन र फाइन्डिङ्सले पनि के गर्छ भने प्लास्टिकको कन्जप्सन चाहिँ बाटले संसार कहीँ पनि भाग्न सक्दैन। यो इज अ नट ओन्ली द प्रोडक्ट, इज अ लाइफ स्टाइल। फ्रम द मर्निङ, फ्रम इभन इन द बेड यु हेभ टु युज मेनी प्लास्टिक्स इन थ्रु आउट द डे। जस्तो तपाईँ इभन तपाईँले जुन पेन लेखिरहनु भएको छ यो आफै प्लास्टिक हो, मलाई लाग्छ यो पनि प्लास्टिक छ। एभ्रिथिङ इज प्लास्टिक। तर अहिले वर्ल्डका ठुला रिचेस्ट कन्ट्री जो चाहिँ डेभलप कन्ट्री छन् र ठुलो इकोनोमीलाई रिप्रेजेन्ट गर्छन्, ती सबैमा प्लास्टिक ओभरअल इन्डस्ट्री इज अब तपाईँको 3rd, 4th, 2nd लार्जेस्ट इन्डस्ट्रीले रिप्रेजेन्ट गर्छ त्यहाँ। त्यसो गर्दाखेरि यसमा थुप्रै प्रकारका रिसर्चहरू, डेभलपमेन्टहरू र फाइन्डिङ्सहरू आएका छन्। जहाँसम्म पर्टिकुलरली हाम्रै सेक्टरको कुरा गर्नुहुन्छ, जुन चाहिँ पिइटी प्रोडक्ट एन्ड क्लोजर म्यानुफ्याक्चर एसोसिएसन नेपालले नेपालमा भएका उद्योग प्रतिष्ठानहरूकोले अप्लाइड गरेको टेक्नोलोजी त्यो चाहिँ वर्ल्डको बेस्ट टेक्नोलोजी हो। र हामी भर्खरै ओसिएस भने अपरेसन क्लिन स्विप प्रोग्राम भन्छ, जिरो प्यालेट लस, त्यो प्रोग्राम चाहिँ अमेरिकन केमिकल काउन्सिलको सहयोगमा हामी इम्प्लिमेन्ट गरिरहेछौँ। जसबाट जस्तो प्यालेटहरू कुनै कारणले चाहिँ फ्याक्ट्रीको प्रोडक्सनबाट लस भएर जस्तो ग्यारेबेजमा गयो अथवा सीमा गयो अथवा समुद्रमा गयो भने जनावरहरूले त्यसलाई खाँदाखेरि डाइजेस्ट हुँदैन, त्यो चिज नहोस् भन्नेको लागि हामीले फ्याक्ट्रीबाटै त्यो प्यालेट चाहिँ लस नहुने अनि जिरो प्यालेट लस भन्ने हामीले प्रोग्राम त्यो इम्प्लिमेन्ट गरिरहेछौँ। सस्टेनेबल प्लास्टिक्सको लागि चाहिँ हामीले जति पनि बोटल्सहरू यहाँ युज भएको छ त्यसलाई रिसाइकल गर्ने प्लान्ट नेपालमै इन्स्टल गरिरहेछौँ। जस्तो यहाँले भन्नुभयो अब अन्तःशुल्क त पक्कै पनि कुनै वातावरणलाई असर गर्ने अथवा चाहिँ हानि पुर्याउने चिजहरूलाई लगाइन्छ। अब तपाईँको भनाइअनुसार त्यसले वातावरण असर पनि गरिरहेको छैन, यसले उल्टै चाहिँ एउटा आयात प्रतिस्थापन गरिरहेछ भनेपछि यसमा अन्तःशुल्क लगाउनु चाहिँ ठिक रहेनछ? त्यो चाहिँ त आवश्यकै छैन, नेपाली उद्योगलाई हतोत्साहित गर्ने विषय मात्रै हो। अब जहाँसम्म इन्भाइरोमेन्टल कन्सर्नको सब्जेक्ट छ, अब एउटा पार्ट हुनसक्छ कि इन्भाइरोमेन्टमा प्रब्लम भयो भने अन्तःशुल्क लगाउने भन्ने, त्यो त अल इन अल प्रोसेस होइन। अब इन्भाइरोमेन्टलाई पनि एमङ द अल प्लास्टिक्स पिइटी पोलिइथाइलेन ट्रेबल इज द बेस्ट इन द बेस्ट प्लास्टिक्स अमङ द अल प्लास्टिक्स। झन्डै 100वटा चाहिँ एलडिबी, एचडिबी, एलएलडिबी, पिपी हुँदै 100वटा भन्दा बढी चाहिँ प्लास्टिक्सको चाहिँ एप्लिकेसन छ। त्यो एप्लिकेसन्समा सबभन्दा बढी चाहिँ हाई क्वालिटीको एप्लिकेसन चाहिँ पिइटी पोलिइथाइलेन ट्रेबलेट हो, जो चाहिँ फुड ग्रेड क्वालिटी, फुल्ली रिसाइकल क्वालिटी र इन्टरनेसनल्ली रिसाइकेबल अङ्कित प्लास्टिक। यसलाई हामीले हाम्रो साइडबाट पनि हामीले एजुकेट गर्न कम सकेका छैन होला, त्यो हाम्रो मिस्टेक्स हुनसक्छ। हामीले एडभोकेसी कम बढी गर्नु जरुरी छ होला। तर एटलिस्ट देयर इज इन्भाइरोमेन्ट मिनिस्ट्री, उहाँहरूको फाइन्डिङ्स पनि त्यो छ कि पिइटी प्रिफर्म इज नेभर प्रब्लम इन इन्भाइरोमेन्ट्स भनेर। अब त्यो कुरा त कन्सल्टिङ गर्न सकिन्छ नि, मिनिस्टर कम्युनिकेसन राख्न सकिन्छ नि। अब त्यति पनि सम्भव छैन भने त हाउ गभर्मेन्ट इज रनिङ इज रनिङ। अब हामी यसको लगभग कन्क्लुडिङ टाइममा छौँ। आजको दिनमा नेपालले अब ठुलो मात्रामा व्यापार घाटा बिहोरेको अवस्थामा यहाँहरूले जुन निर्यात गर्नुभयो नि,
भन्नुभयो 5-7 अर्बकै निर्यात गरिरहेको थियो, त्यसमा भ्यालु एड चाहिँ कति गर्नुभएको थियो यहाँले? जस्तो कतिमा ल्याएर कतिमा तपाईँले 7 अर्बको निर्यात गर्नुभयो भने तपाईँलाई कति पर्या हुन्छ किन्दाखेरि? अहिले जस्तो हाम्रो जस्तो र मेटेरियल पर्चेजिङदेखि जुन इन्टरनेसनल मार्केटमा हामी र मेटेरियल पर्चेज गर्छौँ, त्यसपछि प्रोडक्सनसम्मको बिचको भ्यालु एड भने लगभग 40% को भ्यालु एड छ। 40% को भ्यालु एड छ र त्यो गर्न पनि सकिन्छ कि अगाडि निर्यात गर्ने विषयमा। र अब नेपालको पोटेन्सियालिटी चाहिँ के हो भने टेक्नोलोजी बेस। अब नेपालमा कन्भेन्सनल वेको चाहिँ एक्सपोर्ट गर्छु भनेर जहिले पनि गर्लेछ, गार्मेन्ट हो, त्यो पनि एउटा सेक्टर हो। तर अब मैले तिनीहरूले भन्न खोजेँ होइन, तर हर्बल सर्बल मात्रै त्यो कन्भेन्सनल वेको सोच्नु होइन कि इन्टरमिडिएटरी गुड्सहरू पनि नेपालमा बनाउन सकिन्छ। सो ठुला मेगा इन्डस्ट्रीहरूको लागि र मेटेरियल हामीले प्रोडक्सन गरेर ती इन्डस्ट्रीलाई सप्लाई गर्न सक्छौँ। जस्तो भारतमा मेगा इन्डस्ट्री सेटअप छन्, चाइनामा मेगा इन्डस्ट्री सेटअप छन्। वी आर इन बिट्विन अफ भेरी जोग्राफिकल्ली स्ट्राटेजिकल्ली वी आर बेस्ट प्लेसमा छौँ। हामीले एटलिस्ट ती ठुला मेगा इन्डस्ट्रीहरूको लागि पनि सानो इन्टरमिडिएटरी गुड्सहरू उत्पादन गर्न सकिन्छ। त्यो सेक्टर जो चाहिँ टेक्नोलोजी बेस्ड सेक्टर छ, त्यो सेक्टरले चाहिँ इन्भेस्टमेन्ट गर्नु जरुरी छ, रिसर्च गर्नु जरुरी छ र त्यसमा त्यो टाइपको इन्डस्ट्रीहरूलाई प्रमोट गर्न जरुरी छ। इभन एप्पलको प्रोडक्टमा चाहिँ प्रोडक्टहरू युएसमा सेल हुन्छ, चाइनामा बन्छ, मलेसियामा त्यसको क्यासिङहरू हुन्छ। त्यो नेपालमा पनि सम्भव छ। हामी नेपालमा पनि प्रोडक्सन गरेर हामी सप्लाई गरिदिन सक्छौँ। तर त्यस किसिमको पोलिसी फर्मेसन हुनु पऱ्यो कि निर्यात प्रवर्धन गर्ने सेक्टरहरू, नयाँ सेक्टरहरू आइडेन्टिफाई गर्नु पऱ्यो। त्यो सानो इकाइ र सेक्टरहरूलाई जुन प्राइभेट सेक्टरले इनिसिएटिभ गरेर रिसर्च गरेर इन्भेस्टमेन्ट गरेर काम गरिरहेको छ, तिनीहरूलाई प्रोत्साहित गर्नु पऱ्यो। तब मात्र नेपालको सस्टेनेबल एक्सपोर्ट चाहिँ हुनसक्छ। नत्र अब हामी कोटामा बेस एक्सपोर्ट अनि त्यसपछि उही ट्रेडिसनल एक्सपोर्टेबल आइटमको बारेमा जहिले ब्रिफिङ गरिसकेपछि नेपालमा चाहिँ जहिले पनि 20-30 वर्ष अगाडि त्यही चिज एक्सपोर्ट हुन्छ भन्ने मान्छेको कन्सेप्ट डेभलपलाई अलिकति चेन्ज गर्न जरुरी छ। र त्यो चाहिँ पोसिबल छ बिकज अफ द लार्ज ठुला जेन्ट मार्केटको बिट्विनमा हामी भएको कारणले। जस्तो अनि अब जायन्ट मार्केट त छन् दुईटा, तर उनीहरूको आफ्नै मार्केट ठुलो छ। नेपालमा बसेर उत्पादन गरेर भारत अथवा चीनमा हामी मार्केट लिन सक्छौँ। किनभने कोही चिजहरू कम्प्यारेटिभली जस्तो भ्यालु एड नेपालमा 40% छ र त्यही प्रडक्टका भ्यालु एड चाइनामा पनि 40% छ भने हामीले किन यहाँ प्रोडक्सन गर्न सक्दैनौँ? आज लेबरको कुरा जुन विषय छ, लेबर कस्ट वाइज त तपाईँको लेबर त चाइनामा महँगो छ नि भ्यालु वाइज, तर प्रोडक्टिभिटी जुन चाहिँ लेबरले नेपालको लेबरले दिन्छ र चाइनाको लेबरले दिन्छ, त्यसको प्रोडक्टिभिटीको रेसियोको क्यालकुलेट गर्न न चाहिँ हामीले चाइनाको प्रोडक्सन कम भएको हो, कस्ट प्रोडक्सन कम भएको। हामी यदि प्रोडक्टिभिटी र लेबरसँगको प्रोडक्टिभिटी बेसमा हाम्रो चाहिँ लेबर फोर्सलाई म्यानेज गर्ने हो भने जहाँ चाहिँ स्पेसल इकोनोमी जोन पनि हुन्छ भन्ने छ, त्यही स्पेसल इकोनोमी जोनमा त्यसरी डेभलप गर्ने हो भने त्यस्ता भ्यालु एड भएका प्रोडक्टहरू जो चाहिँ ग्लोबल मार्केटमा चाइनाले पनि र मेटेरियल किन्छ, ग्लोबल मार्केटमा हामी पनि र मेटेरियल किन्छौँ भने त्यो चिजलाई अथवा एक्सपोर्टै हुन्छ भने हामीले इम्पोर्ट ड्युटीमा सब्सिडी दिएर गर्न सकिन्छ नि। धेरै पोटेन्सियल छ, इज अ पोसिबल चिज कि सम्भव चिज छ, तर गर्नु पर्यो। र त्यसै अनुसारको त्यस सबै पोलिसी फर्मेसनदेखि लिएर त्यसमा भएका प्रब्लम्सहरूलाई कसरी सल्भ गर्ने भन्ने कुरामा कम्प्रिहेन्सिभ स्टडी, रिसर्च र इम्प्लिमेन्टेसन गर्न जरुरी छ। हस्, धन्यवाद यहाँको समयको लागि। हस्, थ्याङ्क यू भेरी मच। डस्टबिन पक्कै पनि नेपाल सरकारले नेपालको अर्थतन्त्रको बृहत्तर विकासको बारेमा सोचिरहेको छ भने यहाँ के कस्ता उद्योगहरू छन्, के कस्ता उद्योगहरूलाई के कस्ता समस्याहरू छन्, त्यो सूक्ष्म रूपमा विश्लेषण गर्नु जरुरी छ, अध्ययन गर्नु जरुरी छ। सिंहदरबारको कुर्सीमा बसेर आएका सुझावलाई मात्र लिने र केन्द्रमा बसेर मात्र योजना बनाउने भन्दा पनि कुन उद्योगको कस्तो अवस्था छ फिल्डमा गएर अध्ययन गर्न सक्ने र त्यो अनुसारको विश्लेषण गरेर नीति अवलम्बन गर्न सक्ने हो भने नेपालको आर्थिक विकासको गति छिटै अगाडि बढ्न सक्छ। यस विषयमा सरकारी अधिकारी, नीति निर्माता तथा राजनीतिक दलका नेताहरूले पनि सुन्नु जरुरी छ। आजको लागि राष्ट्र विकासका लागि आर्थिक बहस यो क्लाइमेक्स 20 टाइमको समय सकिएको छ। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।